अरे आज त कुले काका पो घुम्दै आएछ त। ए भने खै घरमा केही छैन, यसो गाउँको हावा खाउँ भनेर आएको। अन्त कतै गएनस्? खै काका कतै जाने जग्गै छैन, यी फोन खेल्यो बस्यो। उखानै छ नि, ढाकार भरि पर्यो, के गर्छस् र? हामी त्यस्तै हो, हामी त शिक्षित भन्नु मात्रै हो भने। के भन्नु र काका, भाग्य नै यस्तै हो काका। हुन त हो भाग्य पनि, तर खै त कस्ताले नोकरी पाइरहेको छ। बेकारी पनि हुनु पर्यो नि काका, गाउँमा काम गर्ने कोही छैन। अब नेपालमा जस्तो जेन्जी बनाउनु पर्ला जस्तो छ हौ काका। त्यसो होइन भने बरु विदेशतिर जाऊ। जेन्जी भयो भने त हाम्रोतिर त नराम्रो मात्रै हुन्छ। विकास र सुधार भनेको कुन चराको नाम हो हाम्रोहरूलाई? बरु लागा पलायनतिर। विदेश जानु पनि कहाँबाट जानु काका? खोसेला नै चाहियो, हामी कहाँबाट निकाल्नु खोसेला? त्यही त दुःखको बात छ त मने। अब गाई बस्तु पाला भन्नुपर्ने कुनी, हामी त त्यसमै बुढो भइयो। अब काका पशु पालेर के गर्नु? सुँगुर पाल्यो बान लाग्छ, कुखुरा पाल्यो देसन लाग्छ, भाग्य नै खोटो छ काका। अब आमा बाउले दुःख गरेर पढाएको, यसरी बेरोजगार हुनुपर्छ, दुःख लाग्छ म मने। त्यही त काका, अब तपाईँले भनेको जस्तो पलायन हुनुपर्छ होला हौ। अब खै त मने केही छैन हाम्रो जग्गामा, सबै राजनीतिले खाइसक्यो। अब तिमीहरू देख्दा दुःख लाग्छ, भविष्यमा के गर्छ होला भनेर। खोइ त काका, कामको लागि अब इक्जाम बस्दैछु। ए आमाको फोन पो आएछ हौ काका। ठिक्कै गफ गरियो, मेरो पनि अब गाईलाई घाँस दिने बेला भयो। यसो कोसिस चाहिँ जारी राख है मने। हुन्छ काका, हुन्छ। ल म गएँ। हुन्छ काका, म पनि अब लागेको। ल।